नमस्कार सम्पूर्णमा। आज हामी दूध दिने जनावरमा देखिने एक गम्भीर समस्या मेस्टाइटिस बारे कुरा गर्नेछौँ। मस्टाइटिस भन्नाले जनावरको स्तन ग्रन्थि अर्डरमा हुने सङ्क्रमण हो। यो रोगले दूधको गुणस्तर घटाउँछ र उत्पादन कम गराउँछ। मस्टाइटिस शब्द म्यास्टस ग्रिक भाषामा ब्रिस्ट र आइटिस इन्फ्लामेसनबाट बनेको हो। यो रोगको इतिहास करिब 18औं शताब्दीतिर दूध उद्योग विकाससँगै अध्ययन सुरु भएको पाइन्छ। मस्टाइटिसका प्रकार। क्लिनिकल मस्टाइटिस यो सजिलै देख्ने प्रकार हो। स्तन सुनिन्छ, रातो देखिन्छ, तातो हुन्छ र दुधमा फोहर वा रगत पनि देखिन सक्छ। जनावर दुखेको कारणले दुहुँदा असहज महसुस गर्छ। सब क्लिनिकल मस्टाइटिस यो आँखाले नदेखिने तर दुधको गुणस्तर घटाउने रूप हो। दुध सामान्य देखिए पनि ब्याक्टेरिया उपस्थित हुन्छन्। यो जान्न CMT टेस्ट, क्यालिफोर्निया मस्टाइटिस टेस्ट वा सोम्याटिक सेल काउन्ट प्रयोग गरिन्छ। मेस्टाइटिस लाग्ने कारणहरू: अस्वच्छ दुध दुहिने हात र भाँडा, गाई भैँसीको ओछ्यान फोहोर हुनु, दुहाइपछि टिट राम्रोसँग सफा नगर्नु, चोटपटक वा दुखाइ गर्दा दबाव बढिदिनु, ब्याक्टेरिया जस्तै स्टेफाइलोकोकस, स्ट्रेप्टोकोकस इकोलाई। मेस्टाइटिस लाग्ने लक्षणहरू: स्तन सुनिने, रातो हुने, तातो हुने, दुध बाक्लो वा पानी जस्तो हुने, जनावरलाई ज्वरो आउने वा खाना नखाने, दुध उत्पादन अचानक घट्ने। कसरी मेस्टाइटिस लागेको जनावर पत्ता लगाउने त? गाउँघरमै हेर्दा पनि पहिचान गर्न सकिन्छ। स्तन सुनिएको देखेको छ कि हेर्ने, दुधमा फोहर, फेन वा दाना देखिए ध्यान दिने, आवश्यक परे CMT टेस्ट गरेर निश्चित गर्न सकिन्छ। उपचार: तुरुन्त पशु स्वास्थ्यकर्मी वा भेटसँग सम्पर्क गर्ने, एन्टिबायोटिक आवश्यक परे गर्न सकिन्छ। प्रभावित थनको दूध अलग राख्ने, मन तातो पानीले थन सफा गरी हल्का मालिस गर्ने। गाउँघरमै गर्न सक्ने रोकथाम: दुहाइ अघि र पछि हात र टिट सफा गर्ने, स्वच्छ ओछ्यान राख्ने, रोग लागेको जनावरको दूध अन्य जनावर वा मानिसलाई नदिनु, दुध दुहिसकेपछि टिटमा पोस्ट मिल्किङ टिट डिप प्रयोग गर्ने। अन्त्यमा के नगर्ने: सङ्क्रमित जनावरको दूध अरूसँग नमिसाउने, आफै औषधि नदिने, सफाइ व्यवस्था नगर्ने। अन्त्यमा सफा दुध, स्वस्थ जनावर, गुणस्तरीय दुध हाम्रो जिम्मेवारी। धन्यवाद।